Hello, welcome back to my channel again everyone. So it's a really special day today. As मेरो सानाको birthday हो. She is 1 year old today. त्यसपछि त्यही भएर आज म र साना हामी उसको बर्थडे सेलिब्रेट गर्न बाहिर निस्केका छौं है. She is here. आउ साना. डराइरा छ अलिअलि. कता आए भनेर. मैले उलाई लिएर आको उता स्टाइलवेल टप्स लिएर जान्छु अनि कहाँ जाने साना अनि जेरिङगङ त्यहाँ पनि प्लान छ जाने है. लेट्स सी के हुन्छ. साना र दादा घुम्ने आज है. ओके साना. बाइक सुन्ने बित्तिकै बाइकको आवाज सुन्ने बित्तिकै उ लास्टै डराउँछ. डराएर भित्र छिर्छ उ. यहाँ बस न त सानो. Say hi to everyone. Say hi. Hello. ठाउँ चाहिँ एकदम राम्रो छ है. म पनि बाहिर जाने भन्छ. What happened, Sana? के भयो? टेम्पल आएको थिएँ यहाँ हेलेन्सबर्गमा तर बन्द रहेछ आज. साना चाहिँ भित्र मस्त हेरिरहेछ बाहिर के भइरहेछ भनेर. सानो सो म र साना चाहिँ आइसकेका छौँ यहाँ स्टाइलवेल टप्स. अब म देखाउँछु हजुरहरुलाई कस्तो छ. यहाँ अस्ट्रेलियामा बस्ने मान्छेहरुलाई त अभियसली थाहा छ यो पपुलर ठाउँ भनेर. म र साना आज दुवैजना स्थिर पाराले सानो रिसाए जस्तो छ. मलाई बाहिर जान देखाएन भनेर होला. मान्छेहरुले प्याराग्लाइडिङ पनि गरिरहेछ यहाँ चाहिँ. खतरा विन्डी छ. ड्रोन उडाउँ भनेको त बेस्ट ठाउँ छ यो. लास्टै डर लाग्छ उसलाई. साना हेलो. Birthday, Sana. Happy birthday. Let's go. यो ठाउँ चाहिँ मेरो लागि बेस्ट हो किनभने मैले नेहालाई यहाँ एकचोटि लिएर आएको थिएँ. फर्स्ट टाइम मेबी कहिले होला 2021 or something like that. त्यतिखेर लिएर आएको थिएँ. दुईजना मस्त आइसक्रिम म पनि के भनौँ न. इट वाज नाइस टाइम एट द्याट टाइम. म हजुरलाई देखाउँछु पछाडि के छ कस्तो छ. खै यो ठाउँ नै किन यस्तो हो. यहाँ आउने बित्तिकै कस्तो पिस आफैलाई कस्तो दामी लाग्ने ठाउँ छ क्या यहाँ चाहिँ. अब यहाँ चाहिँ म साना लिएर आएको छु. साना पनि मस्त बाहिर बाइकहरू धेरै आउँछ. यहाँ बाइकहरू आवाजहरू सुनेर एकदम डराउँछ. अब म जान्छु त्यहाँ त्यो हाम्रो त्यो ब्रिजमा. त्यहाँ ब्रिजमा आई होप म ड्रोन सट लिन्छु होला. एकदम हावा चलिरहेछ. खै उडाउँ कि नउडाउँ पनि भइरहेछ. आई विल सी यु देयर गाइज.
सानालाई चाहिँ एकदम निन्द्रा लागेको अवस्था छ यहाँ सुत्न पाएको छैन न त बाहिर जान पाछ गाडी हो त साना ल आर स्लिपी साना पुरै यहाँ हात चिम्लिसक्यो